जिम जाने केटी एउटा मार्मिक र रोमान्टिक प्रेम कथा। बिहानको चिसो हावासँगै पोखराको एउटा आधुनिक जिममा प्रत्येक दिन एउटी युवती समयमै पुग्थिन्। उनको नाम थियो सिया। अनुहारमा सधैँ हल्का मुस्कान, आँखामा गहिरो पीडा, तर कसैलाई केही नभनेर आफ्नो दुःख पसिनासँगै बगाउने बानी। जिमका धेरै सदस्यहरू उनलाई हेर्थे। कसैले उनको सौन्दर्यको प्रशंसा गर्थे, कसैले उनको अनुशासनको, तर कसैलाई थाहा थिएन कि सियाको मनभित्र वर्षौँदेखि एउटा गहिरो घाउ थियो। त्यही जिममा एक युवक पनि नियमित आउँथ्यो। उसको नाम थियो आर्यन। ऊ धेरै बोल्ने मान्छे थिएन। सियालाई उसले पहिलो दिनदेखि नै देखेको थियो, तर कहिले अनावश्यक कुरा गर्ने प्रयास गरेन। ऊ केवल टाढाबाट सम्मानका साथ मुस्कुराउँथ्यो। एक दिन सिया भारी डम्बेल उठाउँदै गर्दा अचानक उनको हात चिप्ल्यो। डम्बेल तल खस्न लाग्दा आर्यन दौडिएर समात्यो। "तपाईँ ठिक हुनुहुन्छ?" आर्यनले सोध्यो। सियाले हल्का मुस्कान दिँदै भने, "धन्यवाद, म ठिक छु।" त्यो दिनपछि उनीहरूबीच सामान्य चिनजान सुरु भयो। जिमपछि कहिलेकाहीँ कफी, कहिलेकाहीँ पार्कमा केही मिनेटको कुराकानी। समयसँगै उनीहरू एक अर्काको जीवन बुझ्न थाले। एक साँझ आर्यनले सोध्यो, "सिया, तपाईँ सधैँ मुस्कुराउनुहुन्छ, तर तपाईँको आँखाले किन रोइरहेको जस्तो लाग्छ?" सियाले केही बेर मौन बसिन्। त्यसपछि बिस्तारै भनिन्, "मेरो मङ्गेतरको 2 वर्ष अघि दुर्घटनामा मृत्यु भयो। विवाह हुन 3 महिना मात्र बाँकी थियो। त्यसपछि मैले बाँच्न सिक्न जिम रोजेँ। यहाँ आएर कम्तीमा केही घन्टा दुःख बिर्सन सक्छु।" आर्यन निशब्द भयो। उसले कुनै ठूला सान्त्वना दिएन, केवल भन्यो, "तपाईको पीडा म मेटाउन सक्दिन, तर तपाईँ एक्लै हुनुहुन्न।" त्यो एउटा वाक्यले सियाको मन छोयो। महिनाहरू बिते। आर्यनले कहिल्यै प्रेमको दबाब दिएन। ऊ सियाको सम्मान गर्थ्यो। बिस्तारै सियाको जीवन फेरि रङ्गिन थाल्यो। एक दिन जिमको वार्षिक कार्यक्रममा आर्यनले सबैको अगाडि गुलाबको फूल निकाल्दै भन्यो, "सिया, म तिम्रो विगतसँग प्रतिस्पर्धा गर्न आएको होइन। म केवल तिम्रो भविष्यमा तिम्रो साथ बन्न चाहन्छु।" सियाको आँखाबाट आँसु बग्न थाल्यो। केही क्षणपछि उनले फूल स्वीकार गरिन्। त्यस दिनदेखि उनीहरूको प्रेम यात्रा सुरु भयो। तर खुसी धेरै दिन टिकेन। केही महिनापछि सियालाई बारम्बार थकान, ज्वरो र कमजोरी हुन थाल्यो। परीक्षणपछि डाक्टरले गम्भीर स्वरमा भने, "तपाईलाई रगत सम्बन्धी गम्भीर रोग लागेको छ। उपचार सम्भव छ, तर गाह्रो हुनेछ।"
सियाको संसार फेरि अन्धकार भयो। उनले आर्यनलाई भेटेर भनिन्, म तिम्रो जीवन बिगार्न चाहन्न, मलाई बिर्सिदेऊ। आर्यन मुस्कुरायो। प्रेम भनेको खुसीमा मात्र साथ दिने सम्बन्ध होइन, दुःखमा पनि हात नछोड्ने बाचा हो। उपचार सुरु भयो। अस्पताल, औषधि, पीडा र आशाबीच दिन बित्न थाले। आर्यन हरेक दिन अस्पताल पुग्थ्यो, कहिले किताब पढेर सुनाउँथ्यो, कहिले हाँस्ने कथा सुनाउँथ्यो। एक रात सियाले रोँदै भनिन्, यदि म बाँचिन भने। आर्यनले उनको हात समात्दै भन्यो, त्यस्तो कुरा नगर। यदि तिमी लड्छौ भने म तिम्रो साथमा लड्छु। धेरै महिनाको सङ्घर्षपछि उपचार सफल हुन थाल्यो। डाक्टरले भने, अब अवस्था धेरै राम्रो छ। त्यो खबर सुनेर दुवै रोए। यसपालि ती आँसु दुःखका थिएनन्, राहतका थिए। 1 वर्षपछि उनीहरूले सानो मन्दिरमा परिवारका बीच विवाह गरे। विवाहको केही समयपछि सियाले फेरि जिम जान सुरु गरिन्, तर यसपटक आफ्नो पीडा लुकाउन होइन, अरूलाई प्रेरणा दिन। उनी जिममा आउने नयाँ सदस्यहरूलाई भन्थिन्, शरीर बलियो बनाउन जिम आउँछौ, तर सबैभन्दा ठुलो शक्ति मनलाई बलियो बनाउनु हो। आर्यन मुस्कुराउँदै उनलाई हेर्थ्यो। एक दिन सियाले सोधिन्, यदि त्यो दिन मेरो डम्बेल खसेको नभएको भए। आर्यन हाँस्दै भन्यो, सायद भगवानले त्यसैलाई हाम्रो भेटको बहाना बनाइदिनु भएको थियो। सियाले आफ्नो टाउको आर्यनको काँधमा राखिन्। तिमीले मलाई फेरि बाँच्न सिकायौ, आर्यनले उत्तर दियो, र तिमीले मलाई प्रेमको साँचो अर्थ सिकायौ। त्यो दिनदेखि उनीहरूको कथा जिमको एउटा सामान्य भेटबाट सुरु भएर जीवनभरको प्रेममा परिणत भयो। उनीहरूले बुझाए कि साँचो प्रेम रूप, शरीर वा सफलतामा होइन, कठिन समयमै एकअर्काको हात नछोड्ने साहसमा हुन्छ। धन्यवाद साथीहरू। कथा कस्तो लाग्यो कृपया कमेन्ट गर्नुहोला। धन्यवाद।